ढिलो भए पनि मेरी क्रिसमस मेरो सम्पूर्ण पाहुनाहरूलाई बोलाएकै हो त गिफ्ट लिनु, कोही पनि आउनु भएन। अब के गर्ने, गिफ्ट त बाँडेर दिनै पर्यो भाइ बहिनीहरूलाई, होइन त। अनि त्यसै गरी हाम्रो चाहिँ आज 10 टाउन परिवारको गेमहरू हामीले गरेको थियौँ। ओनरहरूले पनि खेल्यौँ, भाइ बहिनीहरूले पनि खेल्नुभयो, एकदमै रमाइलो गर्नुभयो। प्राइस चाहिँ फेरि सबै पैसा थियो क्या। अब धनी सोल्टिनी भन्दा पनि फरक पर्दैन है गाइस। ल एनिवेज, अनि एकदमै रमाइलो भयो। हजुरहरूलाई यो सन्देशले चाहिँ यो भिडियो मार्फत चाहिँ मैले के भन्नु खोजेको हो भने भाइ बहिनीलाई माया गर्नुपर्छ, माया दिनुपर्छ र माया लिनु पनि पर्छ। त्यसै गरी थ्याङ्क यू सो मच मेरो सम्पूर्ण 10 टाउन परिवारहरूलाई। यसरी नै आउँदो वर्षहरूमा पनि सँगै मनाउनुपर्छ। अब सबै जेन्जी नै जेन्जी छ होइन। अनि त्यही पनि एकदमै राम्रो, एकदमै हामी चाहिँ एउटै परिवार भएर बस्छौँ क्या। एउटै परिवार हुन्छ नि, एउटै भएर हामी बस्छौँ। जेठा माइला साइला कान्छा अन्तरे जन्तरे माइली साइली काइली भन्दै मैले चाहिँ नाम राखिदिन्छु क्या। अनि दिदी यार नामले बोलाउनुहोस् न भन्छ। अनि मेरो माया देखेर पनि मैले तिमीलाई मैले नाम काटेको होइन हौ, मायाले बोलाएको भन्छु क्या। म चाहिँ उनीहरू चाहिँ मेरो आफ्नै छोराछोरी जस्तो लाग्छ अनि एकदमै माया लाग्छ। अनि मेरो आज टिम वर्क भनेको नै उनीहरू हो। अनि जति पनि मेरो भाइ बहिनीहरू, मेरो ब्रान्चहरूको भाइ बहिनीहरूलाई पनि मेरी क्रिसमस। यसरी नै आउनु होला, धन्यवाद। अनि साँच्चै म त कस्तो भन्नु बिर्सेको क्या, बल्ल याद आयो। अर्को गेम चाहिँ यो पनि थियो होला गाइस, मजा आयो। एनिवेज न्यू इयर इभ पनि मजाले मनाउनु पर्छ, सबैजना आउनु होला हजुरहरू। यस्तै रमाइलो गेम खेल्नुपर्छ, गेम खेलिनौँ भने पनि नाच्नुपर्छ है त। अनि यसै गरी लास्टमा चाहिँ हामीले यसरी हामी सबैजना बसेर हामी 10 टाउन परिवार डिनर गऱ्यौँ। अनि फाइनली गाइस बम पड्काएर छुट्यौँ सबैजनालाई। सी यू न्यू इयरमा है, न्यू इयर इभमा चाहिँ आउनु होला नि नबिर्सी। धन्यवाद।